यसो अलिकति सहयोग गरिदिनु न। न तेरो कमाइ दमाई छ त्यो तँलाई मैले के को आधारमा चाहिँ पैसा दिने? पैसा छैन मसँग। न जा। हुन्छ दाइ। ठुलो बुवा, म यसो चन्दा माग्दै आएको, मलाई केही चन्दा दिनु न, मेरो भाइ अस्पतालमा छ। जसरी भए पनि मेरो भाइलाई बचाउनु पर्नेछ। अलिकति केही रकम सहयोग गर्नु न हजुरहरू त सुकुम्बासी, अलिकति चन्दा दिनु न। त्यही हो, हामीसँग पैसा छैन, हामी सुकुम्बासी उसमा बसिया छ, जग्गा जमिन। तिमीहरूले जे काम गर्छौ भने गर्छौ भने हामीले चन्दा गरेर हामी पैसा सङ्कलन गर्नु सक्दैन, दिँदैनौँ हामी पैसा, हामीसँग छैन पैसा। बा, मलाई केही रकम सहयोग गर्नुहोस्। मेरो भाइ म अस्पतालमा छ, उसको छातीको अपरेसन गर्नुपर्ने छ। बा, मलाई कसैले सहयोग गरेन, बिन्ती छ, मलाई केही रकम सहयोग गर्नुहोस्। बा बाबुलाई त साह्रै दुःख पो परेछ त, तर पैसा त मसँग छैन। अहिले अरूसँगै मागेर काम चलाउनु त, भयो भने दिम्ला, नत्र छैन। गाइज, यो चाहिँ हाम्रो छोटो सानो सन्देशमूलक भिडियो हो। यदि हजुरहरूलाई मन पर्यो भने लाइक, कमेन्ट, सेयर गरिदिनुहोस्। किनकि जिन्दगीमा यस्तो चुनौतीहरू धेरै आउँछ, यिनीहरूसँग सामना गर्ने हामीसित क्षमता हुनुपर्छ। त्यसैले हामीले यस्तो भिडियो गर्दै हजुरहरूलाई जानकारी